मेरो त ड्याडीहरूले मेट्ने किन्दै छैनन् अब स्कुल जाने के हो चिन्ता नगर यो बेचेर किनौँला गुराँस लिनुहोस् ल स्कुल जाने बेलामा के हो भाइ गुराँस बेच्दै पो हिँडेछौ त तिमीहरू यार के भयो किन गुराँस बेच्न थालेको तिमीहरू यसको मम्मी ड्याडीले कटर मेटर नकिनिदिएर यो स्कुल जान नपाएर गुराँस बेच्नु के त्यसको मम्मी बुवाले चाहिँ के पेन्सिल मेट्ने किन्दैनन् त्यही भएर तिमीहरूले चाहिँ यो गुराँस बेचेर चाहिँ त्यसलाई पेन्सिल मेटर किनिदिने भनेर तिमीहरू बसेको एहे जो सहयोगी भावना रहेछ त भाइ बहिनीहरूमा चाहिँ यार भाइहरूमा अनि यो कतिमा बेच्ने भनेछ त तिमीहरूले कतिमा 20 त्यो महँगो भयो भाइ यार यो दुईटा बुक्काको लागि 20 रुपियाँ मात्रै त महँगो भयो 10 रुपियाँ दिनु मिल्दैन पेन्सिल मेटर कति रुपियाँ खान्छ कोही 5 को कोही 10 को भनेपछि उसलाई पेन्सिल मेटर चाहियो होइन त 10 रुपियाँको पेन्सिल 10 रुपियाँको मेटर किनिदिने भनेको ल यो म तिमीहरूको यो फुल चाहिँ म लगिदिने भए होइन तर त्यसलाई चाहिँ तिमीहरूले चाहिँ मिलेर चाहिँ पेन्सिल मेटर किनिदिनु पर्यो है हो यस्तै हो केटाकेटीहरू भइसकेपछि आफ्नो साथीभाइ भइसकेपछि होइन आफ्नो साथीभाइहरूलाई चाहिँ तिमीहरूले चाहिँ यसरी मिलेर उसँग पेन्सिल मेटर छैन उसँग केही कापी किताब छैन यताउति छैन भने चाहिँ सबैले मिलेर चाहिँ उसँग के छैन त्यो मिलेर चाहिँ उसलाई सहयोग गर्नुपर्छ है यो सहयोगको भावना सानैदेखि राख्नुपर्छ बसाल्नुपर्छ तिमीहरूको यो कामलाई हेरेर पनि मैले यो तिमीहरूको फुल ल्याइदिएँ है ल समात राख है तिमीलाई ऊ चाहिँ किनिदिनुपर्छ है ल मैले 50 रुपियाँ दिएँ है ल यो किनिदिनु है कहिले ल राम्ररी पढ्नु है राम्ररी अब इक्जाम आइराखेको छ राम्ररी पढ्ने है धेरै धेरै धन्यवाद ल गुड गुड